हे भगवान, यस्तो यस्तो काम देखेर हामीमा मानवता छ कि छैन भनेर पनि प्रश्न उठ्छ। कसैले आफ्नो ज्यान गुमाएको छ, कसैको ज्यान गएको छ, कसैले आफ्नो परिवार नै गुमाएको छ, कसैको जीवनभरिको पुँजी नै मेटिएको छ, कोही त आफ्नो परिवारलाई छोडेर हिँडेका थिए। ती व्यक्तिहरू अब आफ्नो परिवारसम्म पुग्दैनन्। तर यस्तोमा हामी नेपाली जनता ध्यात लाज लाग्नु पर्छ। लास त छान्न सकेका छैनन्, सिलिन्डर छान्दै बसेका छन्। लासलाई छोडेर लासमा भएको सुन चाहिँ टिप्दै बसेका छन्। मानवता पनि केही चिज हो नेपाली जनता। अनि ठगहरू पनि यसमा कमी छैनन्। नेपाल सरकारले उद्धारको लागि आफ्नो खातामा सहयोग माग गरेको छ, तर यसैमा खाते लाटे डाकाहरूले फेक क्यूआर बनाएर चाहिँ पैसा उठाउन काम गरिरहेका छन्। मानवताको नाममा मानवलाई बेचबिखिन गर्ने यस्ता डाकाहरूलाई के भन्नु। हामी सजग रहौं। यस्तो दुखद समयमा, यस्तो भीषण परिस्थितिमा कसैको लासमाथि, कसैको जीवनको आधारमाथि, मानवतामाथि पनि पैसा ठग्ने काम, लुटपाट गर्ने काम पनि हामी नेपाली जनताको बीचकै नै व्यक्तिहरूले गरिरहेका छन्। तर विडम्बना हेरौं, हामी नेपाली नै हो। धेरै नेपालीहरू अहिले सरकारलाई सहयोग जुट्याउनमा लागेछन्, तर यस्ता डाकाहरू चाहिँ ठग्नमा लागेका छन्। यस्तो यस्तो समय देखेर, अवसर देखेर तपाईहरूसँग मेरो आग्रह छ, कृपया यदि तपाईहरूले सहयोग गरिराख्नु भएको छ भने कन्फर्म गरेर मात्र पैसा सहयोग गर्नु होला। जो पाए त्यहीलाई पैसा कृपया नदिनु होला। आधिकारिक खाताहरूमा मात्र तपाईहरूले कन्फर्म गरेर मात्र सहयोग गर्नु होला। यो भीषण परिस्थितिमा म पनि एउटा गरिबको छोरो, मैले पनि 2000 सहयोग गर्दैछु प्रधानमन्त्री राहत कोषमा। अब तपाईहरूको पालो। अब हामी तपाई मिलेर यस्तो दुखद समयमा सरकारलाई र आफ्नो नेपाली जनतालाई, यदि हामी सबै नेपाली हौं भने मानवताको पनि ख्याल राख्नु पर्छ। जय मधेस, जय नेपाल।